आफ्टर लङ टाइम म चाहिँ धेरै 1-1.5 वर्षपछि भ्लग बनाउनु गइरहेको छु। आज चाहिँ अब हामी निचे हालेर देखाउँ दाजु है, अनि अगाडि अन्नु दिनुहुन्छ दाइ ल है त ल दाइ राइडर कस्तो भयो है ल साथीहरू चाहिँ अब जाँदैछौँ लिची खान लाग्यो। धेरै पछि ह्याप्पी स्याटरडे मनाउँदै लिची खाँदै हामी चाहिँ अब पुरै इन्जोय गर्दैछौँ है आज ह्याप्पी स्याटरडे मनाउनलाई। अब गाइज स्टेडियम अब हामी चाहिँ घरबाट निस्किसक्यौँ। अब हामी अफिसमा अब हामीले सँगै अब हामी चाहिँ के राइडमा जान्छौँ है त ल गाइज। ल हामी चाहिँ अहिले विशाल मोड आइपुगिसक्यौँ। अब हामी अफिस हाम्रो अलि हल्कानी तलपट्टि छ तोरी तल। अब हामी यसो देखाउँछौँ है तपाईँलाई। ब्युटिफुल सिटी गोर्खा है त ल साथीहरू। अहिले चाहिँ पुरै यहाँ विकास निर्माणको काम भइरहेछ। अब चाहिँ हामी यहाँ सही गेट आइसक्यौँ। यो बाटो पुरै बन्द छ ल हेर्नुहोस् है त ल लेट्स गो। हामी चाहिँ अफिस आइपुगिसक्यौँ है त साथीहरू ल है त। अब यो चाहिँ टक्क लगाएर हेर्नुहोस् राइडर दिवस दादालाई हेर्नुहोस् राइडर ल पोज स्पोर्ट्स ल है त साथीहरू। अनि दिदी चाहिँ तल प्रतीक्षालयमा बसिरहनु भएको थियो। अब हामी चाहिँ निस्क्यौँ। अनि दिदी अगाडि हामीले अघि नै दिइसक्यौँ है त साथीहरू। ल ल कस्तो धेरै पछि मलाई देखेर कस्तो लागिरहेको यसो भनिदिनु है त ल ल साथीहरू। हेर्नु हाम्रो अनि दिदी यहाँ भेट भइसक्यो। अनि दिदी है ल ल लेट्स गो है त ल सर ल। अब हामी फेरि एकछिन जोडिएको छौँ। सब अनि दिदीलाई देखाउनु पऱ्यो राइडर अनि दिदी यहाँ राइडर दिवस दादा। अहिले हामी पेट्रोल पम्प गरिसक्यौँ। अब त्यति भन्दै एकछिनलाई मेरो 2 शब्द यहाँ अन्त्य गर्दैछु। बाई बाई। बाटो बम्बाल चाहिँ बम्बाल ल सिलपाडामा साथी आफ्नै पाडामा हिँडिरहेँ सिलपाडामा ल यहाँ कामहरू पनि भइरह ल ब्यारेक आर्मी ब्यारेक ल साथीहरू बाटो 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 छ बम्बाल सही बम्बाल ल के भन्नु अब यति नै हो बाटो चाहिँ अब हेरिरहन्छ उडिरहन्छ आनन्द ल है त ल हामी चाहिँ यस्तो पुल तरेर जाँदैछौँ है साथीहरू
ल हेर्नुहोस् त यस्तो पोल सर भाइका साथीहरू यस्तो पुलमा सर साथीहरू ल घरमा बजाउनु बिहा दिदी जुस दाई लिची उहाँ माथि लिची टुप्पामा लिची त साइड साइडै यहाँ दिवस दाइले यहाँ बाटो बिर्सेर कहाँ हो ल यहाँ दिदी फर्काउँदै छ म यहीँ ल के हो जाने बाटैमा छु दिवस दाई मन्दिरको हेर्दा तपाईँ घर बाहिर एउटा बाइक आउँदैछ हेर्नु त दिदी हेर्नु त्यो बाइक तपाईँ घर आउँदैछ त्यो बाइक है साथीहरू हाम्रो यस्तो चिल पारा हो नि फेरि सिडी बस्दिन्छौँ है ल हामी चाहिँ लिचीको आइसक्यौँ है साथीहरू नजिक छौँ हामी अब लिची बोर्डको नजिक छौँ हामी यहाँ रहेछ ल बाइक हेर च्याट्ट लाएर त्यो ठाउँमा त मोड छ त्यही त नि अब के त उपाय छैन ल यहाँ गाडीभित्र हालौँ बाइकमा त्यहाँ लिचीको बोर्ड मुनि हालौँ न पार्किङ दिदी त्यहाँ हाल्नु स्कुटर त्यही गाह्रो हुने किला अहिले त्यहाँ कसरी बस्छ त अहिले अनि ल ल दिदी ल है त ल दिदीले चाहिँ यहाँ स्कुटी घाममा सुगा अब अहिले जाने बेला कसरी बस ल लिची घारीमा के भन्नु त्यही त ल है त लिची घारीमा है त हामी लिची घारीमा है लस्सो भइसक्यो दादाको होइन लिची घारीमा पार्किङ भइसक्यो बाइक पार्किङ भइसक्यो हामी यता छौँ है लिची घारीमा ल लिची वाउ 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 मलाई सोध्न पाइँदैन नि कता हो काँडा हो बिर्सिया भनेर फोटो खिच्दै त दिवस है त यहाँ हामी चाहिँ लिची खाँदै टक्कला लिची बगैँचामा दिदी पछाडि हामी अगाडि अस्तिनेको भन्दा गोरो अस्तिनेको भन्दा मोटो भयो त म मोटो चाहिँ भयो अस्ति नै भन्दा गोरो नि भएको लास्टै गोरो भयो है त ए फोटो एकछिन त्यहाँभित्र गएर बस्छु सधैँ छैन माथि त